मोमो खाइन्छ अब मोमो बिफ मोमो नमक गयो त साह्रो पऱ्यो बनाउनुदेखि कुकुरहरू पनि पठाइदिएँ बाबालाई म त गएकै हुन्छु अब 1 वर्षमा मात्रै लाउनुपर्छ अन्त वर्ष पछि लाउनुपर्छ सालमा एकपल्ट जम्मा कतिवटा खै कुनै कतिवटा लाउनु भने त्यो त्यसलाई याद होला कागजहरू खोज्यो कुकुरको बनाऊ आज मात्रै लगेको नि त आज त्यो बनायो भने चाहिँ कम्ती पर्छ नि त तिम्रो डकुमेन्ट्सहरू कुकुरको पुरै छ र रेबिजहरू लगाएको छ भने नि त्यो डेटहरू छैन अब कुन इयरमा यो इयरमा लगाएको छ कि छैन त्यो गरेर पुरा कम्ती पर्छ नि कुकुरको इन्जेक्सन यहाँबाटै किनेर लगेको दबाई थिएछ नि तल कि पप्पु ड्युटी गएकै थिएन उसलाई भने अस्ति छैन भनेछ त्यहाँबाट चाहिँ बजारबाट लगेर हाल्नु लाउँदा हुन्छ कि हुँदैन भनेर भन्यो कि हुन्छ भनेन नि चाहिँ किनेर राम्रो आज खानु चाहिँ बोल्नै भएको छैन भन्नु नि भोक लागेर कस्तो खायो हुँदैछ मोमो के गर्दैछस् भनेर गरेको 3 पल्ट भइहाल्छ गरेको बेला बेला 4-5 पल्ट गर्छ आमाले जुसी रहेछ मोमो के छैन जुसी छ पहिले हेर्न यहाँ ए अहिले हेर्नु भनेको रहने त भएन टुप्पा भनेको थियो एउटा हेलो हेलो यो दिउँसो सुत्ती बाजी छ होइन उयसमा आएको छु अहिले घरको लिएर गर्छु नि घरमा छैन म यहाँ तल क्याटरिङ आएको कि यहाँ तल कलकत्ता आएको कि क्याटरिङ मेरो त ममै देख्दैन जस्तो अहिले घर पुगेर बात गर्छु अन्धेरो भएर यस्तै हुन्छ त मलाई आमालाई सुँगुर किन्दिनँ अरे पार्ने पर छ अरे कि एउटा 5,500 हुने अरे 6,500 दिन्छ नेपालबाट ल्याए नि 2500 रुपियाँ तर त्यस्तो घुमाएको भन्दा त बस्तीकै राम्रो हुन्छ है देखिरहेको तर साइजको त मरो छ नि 3टा किनेको एउटा मर्छ 2टा पनि छ सुँगुरको पाठाहरू किनेको टटी हेरेर किन्नु आँटा दिएर पुस्ताको हुन्छ कि राम्रो हुँदैन त्यही होला हौ फेरि अन्त घाममा हिँडिरहेको हुन्छ त मजाले मसला पनि ल्याइरहेछ मान्छे रोदेन भेना ल्याइदिएको नि हेर्नु नि तर मिक्स गरेर बेच्दो रहेछ हौ भाउजू घरमै ल्याइदिएको भने चाहिँ भनेको एउटा छिक्सिक्क परेको थियो अलिक 3टा छ है त्यहाँ 2टा त दामी दामी लिने नि त ल जस्तै 2टा ल्याएको छ नि फेरि ए हो आमा त्यसलाई थाप्दै त्यसको 5वटा होला अस्ति 3टा थियो अब बढाएर 2टा यहाँ त्यो असो काम पर्छ भर्खर लिएको भने चाहिँ
अस्ति 3टा मात्रै थियो तर दामी किलो 3टा भएको सक्यो मोमो पनि अब